नमस्कार सबैजनालाई जापान मनी एक्सप्रेस जेएमको टिकटकमा अहिले जेएमले चाहिँ विभिन्न खालको क्याम्पेनहरू ल्याइरहेको छ र यदि हजुरको इमेलमा फ्री 100 प्रोमो कोड युज गरी फ्रीमा पैसा पठाउन सक्नुहुन्छ भने यदि तपाईँको इमेल आएको छ भने यस्तो खालको फोटो यस्तो खालको इमेल आएको छ भने हजुरले फ्रीमा पैसा पठाउन सक्नुहुन्छ। यसको भ्यालिडिटी चाहिँ तपाईँको यही वर्षको मेको 31सम्म रहेको छ। सो अझै प्लेन्टी अफ टाइम तपाईँसँग छ, त्यसलाई युज गर्न सक्नुहुन्छ। र अब चाहिँ म स्क्रिनमा चाहिँ हजुरलाई यो फ्री रेमिट कोड चाहिँ कसरी युज गर्ने भनेर तपाईँलाई लिएर जान गइरहेको छु। सो स्क्रिनमा जाउँ है त। फ्री 100 प्रोमो कोड कसरी युज गरेर पैसा पठाउने भनेर म देखाउन गइरहेको छु। सो सेन्ड मनी गर्नुहोस्, रिसिभर सेलेक्ट गर्नु होला, कन्टिन्यू गर्नु होला। लेट्स हजुरले 1 मान टाइप गर्नुभयो। यहाँ हजुरले देख्न सक्नुहुन्छ 500 ट्रान्सफर फी इन्क्लुडेड देख्न सक्नुहुन्छ। यसमा चाहिँ हाम्रो प्रोमो कोड रहेको छ फ्री 100 देख्न सक्नुहुन्छ माथि ट्रान्सफर फी इन्क्लुडेड 0 भनेर ट्रान्सफर फी 500 लागेको थियो, त्यो घटेर अहिले 9371 दिइसक्नुहुन्छ एनपिआर। सो कन्टिन्यू गर्ने। अब यसमा त हजुरलाई थाहै छ सेलेरी गर्ने त स्पेसिफिक फ्यामिली सपोर्ट कन्टिन्यू। हजुरले यहाँ पनि चेक गर्न सक्नुहुन्छ, यता हेर्न सक्नुहुन्छ सर्भिस चार्ज फ्री 0, यहाँ चाहिँ रेमिट पोइन्ट्स युज भनेर देखाएको छ, कन्टिन्यू गर्ने। अब त तपाईँले जस्ट पिन नम्बर हाल्ने बित्तिकै हजुरको पैसा सजिलैसँग नेपालमा सेन्ड गर्न मिल्छ। र यदि हाम्रो जेएम रेमिटको यदि पोइन्ट्सहरूको कुरा गर्ने हो भने चाहिँ हजुरले यदि नयाँ कस्टमर हुनुहुन्छ, रजिस्टर गर्नु हो भने चाहिँ हजुरलाई 500 पोइन्ट्स आउँछ। त्यसै गरी यदि हजुरले एकपल्ट मात्र पैसा पोइन्ट्स नभएर प्रत्येकपल्ट पैसा पठाउँदाखेरि जेएमबाट चाहिँ सर्भिस चार्जको 20% ब्याक हुन्छ। बेसिकली 1000 रुपियाँ लाग्यो भने 200 लाग्यो त पोइन्ट ब्याक हजुरलाई ब्याक हुन्छ। र यदि तपाईँ कुनै साथीलाई सोखाइ गर्नु हो भने चाहिँ एकजनाबाट 1000 पोइन्ट आउँछ। कन्फ्युज हुनुभयो कसरी सोखाइ गर्ने, कसरी पैसा पठाउने भने म मुनि नम्बर पनि राखिदिन्छु। हाम्रो जेएमईको नेपाली स्टाफहरूको, उहाँलाई तपाईँ डाइरेक्ट फोनमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ र केही बुझ्नु भएन भने उहाँलाई सोध्न सक्नुहुन्छ, उहाँले यसलाई गाइड गर्नु